Hi, hello, and welcome to another vlog. Welcome to my channel, Swadhin Chhetri. And if you are new to the channel, or if you have been visiting my channel regularly, thank you so much for being here. As I say, we are here because today is 31st of December. Last day of 2021 हुन गएकोले कारणले गर्दा चाहिँ मजाले गुड बाई नभनी है विश नगरी हैन इट वुड बी भेरी अब्सर्ड. सो हियर वी आर. र अपडेट चाहिँ के छ भन्दा चाहिँ रिसेन्टली अहिले चाहिँ मैले भिडियोजहरु रेगुलरली अपलोड गर्न पाएको छुइनँ बिकज वी हेभ बीन भेरी बिजी. बीचमा एउटा हाम्रो क्लोज्ड वन्स हाम्रो आन्ट बित्नु भयो. साथसाथै हुँदा हुँदै on 25th of December हैन vlog 25th of December vlog मैले बनाएर म सबै रेडी गरेको थिएँ. I was about to upload it. त्यसको बादमा चाहिँ we had planned to go to कालिम्पोङ बजार किनभने नानी पुरा बत्तीहरु बलिरहेको थियो. नानीले इन्जोय गर्छ भनेर सोचिरहेको थियो. हामीलाई हैन अचानकले कल मतलब मेसेज आयो मेरो सिस्टर इन लकोबाट, मेरो सालीकोबाट कि मेरो एकजना साली चाहिँ माइली हैन माइली साली वाज एक्सपेक्टिङ अ बेबी र उसको डेट चाहिँ अब पछाडी थियो. बट स्टिल व्हेन सिचुएसनले गर्दा चाहिँ नानी बहिनी चाहिँ 26 मै हस्पिटलाइज हुन पर्यो हैन. त्यस्ता सिचुएसन भयो. त्यो भएर हामी बेलुका नै अराउन्ड 25th बेलुका नै अराउन्ड 6:30 होला हामी यहाँबाट निक्ल्यो हैन. वी लेफ्ट फर ग्याङटोक. अन्त सो त्यो कारणले गर्दा चाहिँ मैले भ्लगहरु बनाउनु मिलेन देखि आई वाज नट इन द फ्रेम अफ माइन्ड हैन. घरमा केही पढिराख्दा त्यो भ्लगिङको त्यो पार्ट चाहिँ मैले मनमा नै सोचे कि अब त्यो पार्ट चाहिँ एकदम साह्रो रहेछ कि व्हेन यु आर गोइङ थ्रु सम च्यालेन्जेस हैन कसरी चाहिँ भ्लग गर्छ जस्तो लाग्यो. सो to all people who irrespective of the situation circumstances they go through vlog गर्नेलाई चाहिँ एकदम सल्युट छ है. र आज चाहिँ लेट्स गेट डाइरेक्टली इन्टु वाइ वी आर हियर. सो एन्ड अफ इयरमा धेरै रेजोल्युसन्सहरु बनाउँछ है. सो म चाहिँ बिलिभ गर्छु कि दिस इज द टाइम फर अस टु बी थ्याङ्कफुल ग्रेटफुल हुने टाइम पनि हो. किनभने 2021 धेरैजनाले इभन हाम्रो क्लोज्ड वान्सहरुले धेरैजनाले वी लस्ट मेनी हैन. And we gain new friends, नयाँ फ्यामिली मेम्बर्स साथसाथै गुमायो. But still today we are here. र साङ्गेलाई चाहिँ म शी इज माई वाइफ साङ्गे हैन सीमा पनि भन्छ साङ्गे पनि भन्छ. र उलाई म सोध्न चाहन्छु कि you can tell any 3 good things that happened to you. Might be more than 3 or at least 3 things that that was positive for you in this year. Positive. Like loud हुनु because you need to be on the positive चाहिँ के भन्दाखेरि from starting to end आज end हो year को है. As a family हामी हेल्दी सबैजना छ, कोही पनि बिमारी छैन हैन. That's true. अब by the grace of God हैन हामी सबैजना हेल्दी छ. विशेष नानी यो टाइममा पनि नानी हेल्दी छ. अनि सेकेन्डली चाहिँ आज अब हामीले यो 2021 मा चाहिँ धेरैवटा कुराहरु हामीले स्टार्ट गर्यौं. जस्तै अब हामीले सानो अब मैले क्रोसेटिङको जति पनि बेबी सुटहरु निटिङको कतिवटा मेरो आफ्नो बिजनेसहरु मैले स्टार्ट गरेको छु सानो. अनि सँगसँगै सुँगुरहरु पनि छ. अर्डर प्लिज. त्यो पनि स्टार्ट गरेको छ अब 2021 मै हामीले गरेको हो. अन्त त्यो बाहेक अर्को चाहिँ के भन्दा रिसेन्टली अन 26th of December हाम्रो फ्यामिलीमा चाहिँ एउटा नयाँ मेम्बर आएको छ. त्यो पनि एउटा अब आशिष हो. यो टाइममा अब एन्डमा चाहिँ अब सबसे दामी आशिष हामीले पाएको छ. अब राम्रो बेबी हेल्दी बेबी भएको छ. अन्त त्यो तीनटा चाहिँ अब है. सो यो इयरमा चाहिँ आई वान्ट टु थ्याङ्क माई वाइफ है एज वेल. हामी धेरैचोटि टाढोको आमामा भन्दै हुन्छ हैन टाढोको लागि. तर छेउमै भएको मान्छेलाई हामी देख्दैनौँ जसँग हामी दिनरात हामी बोलिरहेको हुन्छौँ देखिरहेको हुन्छौँ. बट आई वान्ट टु थ्याङ्क माई वाइफ. किनभने यो सालमा मलाई मेरो बुढीले रेकर्डै केटाहरूलाई एउटा साडी पनि किन्नु लगाएन हैन.
मैले भन्नु मतलब चाहिँ नि सी हेज बिन भेरी, अब मैले जहिलेदेखि उसलाई चिन्छु बिहा गरेर, सी हेज बिन भेरी के भनौँ अन्डरस्ट्यान्डिङ भनौँ होइन. सी लुक्स फर द रियल थिङ्स भनौँ न. उसले त्यो मोर देन मटेरियल्स होइन, उसले चाहिँ सी इन्जोइज माई कम्पनी. मैले उसलाई प्रेज गरेको, मैले उसलाई माया गरेको. सी लुक्स एन्ड डिमान्ड्स मोर अन दोज थिङ्स रादर देन अरू चिजहरू भन्दा होइन. उसको फोन फुटेको थियो है, फोन फुटेको थियो, तर अब क्यामेरामा भन्छु होइन, फोन फुटेको थियो. अन्त मेरोमा पैसा थिएन, सिधै कुरा होइन. र मैले त्यही फोनलाई होइन 3-4 साल पुरानो फोनलाई त्यो स्क्रिन चेन्ज गरेर बनाएँ. सी वाज ह्याप्पी विथ इट होइन. एन्ड थ्याङ्क गड, मेरो लागि चाहिँ फर्स्ट आई वान्ट थ्याङ्क गड फर माई वाइफ. सी इज बिन भेरी सपोर्टिभ. मसँग मैले अब सुँगुर पालिरहेको छ हामीले, 4टा सुँगुर चाहिँ है. मासु भेजल आउँदा किन्नुहोस् है कमेन्ट गरेर. र त्यो पनि उसले आइडिया दिएको. अन्त सिज गरिरहेको छ हामी मिलेर. एन्ड वी भेरी ह्याप्पी. म खुसी छु है, नानी पनि खुसी छ. मसँगै जान्छ सुँगुरको चारोहरू लिँदा, मैले सफा गर्दा. वी भेरी ह्याप्पी. उसले क्रसे गर्छ, बेबी सुट गरेर कतिजनाले अब पिपल अर्डर गर्छ होइन. एन्ड भेरी ह्याप्पी. सो मेरो लागि फर्स्ट त्यो भयो. सेकेन्ड तपाईँहरू युट्युब होइन, वाट आई स्टार्टेड न्यू वाज युट्युब होइन. युट्युब स्टार्ट गर्दा पनि सीमा एन्ड माई बेबी वाज इन पेलिङ. ससुराली जानुभएको थियो, आफ्नो माइत गएको थियो सीमा. त्यति बेला मेरोमा एम्पल टाइम भएर क्या, नानी पनि छैन, सीमा पनि छैन, अब देयर इज नथिङ एल्स टु डु. त्यति बेला मैले त्यति बेला चाहिँ मैले जस्ट टु डु समथिङ प्रोडक्टिभ मैले युट्युब पनि स्टार्ट गरेँ. युट्युबमा भिडियोजहरू अपलोड गर्न स्टार्ट गरेँ. सो दिस इज वान प्लस पोइन्ट फर मी. अर्को कुरा चाहिँ के भन्दा चाहिँ तपाईँहरूसँग सिन्स तपाईँहरूसँग मैले मेरो ब्लग्सहरू सेयर गर्छु, मैले कति कुरा भन्नु पनि पर्छ है. कतिवटा कुरा अलिकति डिप डिटेल्सहरू पनि भन्नुपर्छ. अर्को डिप डिटेल्स भन्दा चाहिँ मैले यसपालि अब सालभरि अब मेहनत गरेर बाई द ग्रेस अफ गड होइन, मैले अलिकति भए पनि अलिकति मैले सेभ पनि गर्नु सकेँ पैसा होइन. एउटा मैले अलग्गै त्यो एउटा स्किम हुन्छ, मन्थली इन्कम स्किम भन्ने, त्यसमा पनि मैले राख्न सकेँ. सो थाहा छैन कसरी सकेँ, तर हुनु चाहिँ भयो. सो आई वान्ट टु थ्याङ्क गड. सो यो 3टा कुरा चाहिँ मेरो लागि एकदमै ब्लेसिङ्सको कुरा भयो. अरू दुःखको कुरा पनि भएको छ यो सालमा. जस्तै अब हामी माया गर्ने हाम्रो बोजू होइन, हाम्रो बोजू बित्नु भयो इन द मन्थ अफ मे. मेरो रिसेन्टली मेरो फुपू बित्नु भयो होइन. यो कुराहरू भयो होइन. दुःखको घडी पनि आयो होइन, सुखको कुरा पनि भयो, दुःखको घडी पनि भयो. पहिला मान्छेले पहिला सुन्दा चाहिँ दुःख सुख हो भन्थ्यो, तर अहिले चाहिँ अब लाइफको एउटा स्टेजमा आएर चाहिँ यो कुराहरू पनि एक्सपिरियन्स गरिरहेका छौँ हामी. तर यो कुराहरू दुःख सुख हुँदा हुँदै पनि इन द मिस्ट अफ दिस काहीँ हामीलाई चाहिँ गड हेज बिन फेथफुल टु अस होइन. दुःखमा पर्दा हिज वर्ड हेज बिन मेडिसिन होइन. उसको हिज वर्ड हेज बिन हिलिङ टु अस. हि हेज बिन हिलर. हाम्रो घटी कमी पर्दा, कोही बेला कम्ती हुँदा, के नपुग्दा गड हेज बिन आवर प्रोभाइडर होइन. सो ओभरअल हेर्दा चाहिँ आई सी द्याट द ह्यान्ड अफ गड इज upon us and our family, and we are very grateful and we are very thankful to God for this beautiful year, because जुनै पनि दिन उहाँले बनाउनुहुन्छ त्यो दिन चाहिँ बाइबलले हाम्रो त्यो असल दिन हो. So we as a family want to thank God irrespective of the situation or the circumstances we are in. God has been good to us. So तपाईहरुलाई पनि हेर्नु हुनेहरुलाई पनि so take your time out हैन. आज 31 तारिखको it's good that we gather around, we enjoy, laugh, party with our friends. At the same time, please do not forget to spend a quiet time thanking God with your family. यदि तपाई family वाला हुनुहुन्छ, if you are father, if you are the mom and you're leading your family, make sure your children वरिपरि छ and at least take some time to thank God. र भिडियोलाई चाहिँ एन्ड गर्न अगाडि चाहिँ मैले 3टा भने. सो यु क्यान अल्सो कमेन्ट तपाईको आशिषहरू, यो the 3 positives that has happened in your life and 3 negatives that went in 2021 मा भएको. तपाईले कमेन्ट सेक्सनमा
तपाईले कमेन्ट गर्न सक्नुहुन्छ र टु एन्ड द भिडियो यो भिडियो चाहिँ हामीले वान सर्ट भिडियो बनाउन कोसिस गरेको मैले चाहिँ एकै सर्टमा बिकज आज चाहिँ फेरि माथि बाबाहरु माथि घरमा ठुलो माथि घरमा चाहिँ अब के भन्नु भोज 30 वर्षको भोज लागिरहेको छ हैन हामी चाहिँ भर्खर आएको ग्याङटकबाट सुबे टायर्ड सुतेर उठ्यो भर्खर सुँगुर लचाएर पानीहरु भर्दै सिमाले वाशिङ मसिनमा लुगाहरु हालिरहेको छ सो भोज पनि छ त बिफोर वी गो फर डिनर लेट अस सिङ द सङ हैन एउटा गीत म गाउँछु अन्त भेरी सिम्पल सङ ला यस्तो हुन्छ त मलाई ट्युन गर्नु पनि हुँदैन राम्ररी हैन बहिनीको लागि किनेको थाहा छैन ठिकै छ ल ठिकै छ अलि Whatever may pass and whatever lies before me, let me be singing when the evening comes. So let us end our vlog, and before we end the vlog and before we end the day, let me pray for all my friends who are watching this video. So you can pray along with me as well. So Father God, I thank you for this wonderful year, 2021, Lord. We thank you for all the ups and downs and for your hand that never left us, Lord. We thank you and we are grateful to you as we enter into 2022. Lord, I pray you bless everyone who is watching this video. My friends, people who have subscribed to my channel, my relatives far and wide. Lord, I pray that you give us your blessings, Lord. And I pray, Lord, that you give us the love that is required to love our friends and even those who do not love or like us. We thank you. We ask this pray in Jesus' loving name. Amen. Thank you. We wish you a very happy, prosperous New Year. So tomorrow, I know, भोलि भयो भने फेरि अझ एउटा भ्लग बनाउँछु if हामी फ्री भयो भने चाहिँ तर as of now, stay tuned. Bye bye. Take care. Bye bye गर्दैन Bye bye गर्दैन Bye bye रुन्ची चाहिँ नानी चाहिँ आज